चाइनामा हो भनेदेखि सी जिनपिङको नाम लिन सकिन्छ र त्यही रफ्तारमा चाहिँ हामी गयौँ भने नहुने कुरो पनि छैन। हर्क साङपाङ असाध्यै चाहिँ नि लिडरसिप लिने खालको क्वालिटी भएको र योजना भएको मान्छे हुन्। तर अब अलिक इन टाइम होइन क्या र अहिले त बुझेको छ अहिले हर्क साङपाङ भए राम्रो हुने रहेछ भन्ने कुरा सबैले एउटा चाहिँ नि गुनासो गरिराखेका छन्। अब जहाँसम्म बालेन मेयर साहबको कुरा छ उहाँ चाहिँ मलाई लाग्छ अब पब्लिक लिडर हो जस्तो मलाई लाग्दैन। मौकाबाजी अनुसार स्ट्याटस दिनुहुन्छ लेख्नुहुन्छ गर्नुहुन्छ तर उहाँले त्यत्रो जनताले युवा सर्कलले चाहिँ नि उहाँले आह्वान गर्दा पनि उहाँ चाहिँ अहिले कहाँ बस्नु भएको छ के गरेर बस्नु भएको छ त्यो कुरो चाहिँ नि अहिले मान्छेले खोजिराखेका छ। हर्क साङपाङको ठाउँमा बालेन शाह जानुभएर त्यसो गरिदिनु भएको भए कस्तो हुन्थ्यो होला होइन त? अनि उहाँ बालेन शाह भएको ठाउँमा हर्क साङपाङ आएर कस्तो राम्रो र्याली शान्ति र्याली बेलुका पनि आउनु गरेर कस्तो राम्रो हिँडाउनु भयो हामीले हेरिरहन्छौँ। उपमहानगरपालिका मेयर हर्क साङपाङ राईको देश विकास निर्माण सर्व अभियानमा सबै लागौँ साथै देशमा भइरहेको बेथिति अराजकता लुटतन्त्र भ्रष्टाचारको अन्त्यको लागि हाम्रो कीर्तिपुर युनिभर्सिटी यसलाई चाहिँ युनिभर्सिटीलाई ग्रिन एन्ड क्लिन गार्डन सिटी बनाउनु पर्यो है। त्यसै गर्दाखेरि यसलाई एउटा व्यापक रूपमा भोलि गएर चाहिँ एउटा ठुलो गार्डन एउटा रमाइलो मनोरञ्जन गर्ने ठाउँदेखि एउटा युनिभर्सिटीको इज्जत बढाउनुको लागि पनि। नमस्कार हजुर हजुर के लिएर आउनु भएको तपाईँ आज? यो होइन यो हर्क साङपाङको यो श्रम अभियानको निमित्त मैले चाहिँ एउटा सन्देशको निम्ति एउटा चाहिँ ऊ लिएर लेखेर ल्याएको के ल्याउनु देखाउनुहोस् त। यो चाहिँ एउटा चाहिँ के लेख्नु भएको यो एकचोटि पढेर सुनाउनुहोस् न अलि नजिकबाट। परिवर्तन सम्भाग श्रमपिता धरान उपमहानगरपालिका धरान उपमहानगरपालिका मेयर हर्क साङपाङ राईको देश विकास निर्माण सर्व अभियानमा सबै लागौँ साथै देशमा भइरहेको बेथिति अराजकता लुटतन्त्र भ्रष्टाचारको अन्त्यको लागि त्यसको विरुद्धमा सबै जनता राष्ट्रिय झण्डा मुनि कटिबद्ध भई एकतामा लागौँ भनेर मैले चाहिँ राष्ट्रिय झण्डा पनि लिएर आएको छु। अब हामीले दुईटाको कुरा छोड्नु भएन। यो कहाँ राख्नुहुन्छ त? यो कहाँ राख्नुहुन्छ? यो बोर्ड कहाँ राख्ने? यो चाहिँ यो श्रम अभियानको जुन एउटा युनिभर्सिटी छ नि हजुर हामीले चाहिँ दुईटा कुरा गर्नु पर्यो। अलि अगाडि आउनुहोस्। एउटा हाम्रो कीर्तिपुर युनिभर्सिटी यसलाई चाहिँ युनिभर्सिटीलाई ग्रिन एन्ड क्लिन गार्डन सिटी बनाउनु पर्यो है। त्यसै गर्दाखेरि यसलाई एउटा व्यापक रूपमा भोलि गएर चाहिँ एउटा ठुलो गार्डन एउटा रमाइलो मनोरञ्जन गर्ने ठाउँदेखि एउटा युनिभर्सिटीको इज्जत बढाउनुको लागि पनि हाम्रो धरान चाहिँ मेयर साहबको चाहिँ नि एउटा यो श्रम अभियानमा तपाईँ हामी सब लागौँ भने के ल्याउनु भएको छ? अरू यति नै हो? अरे पानी ए भाइ जितेन मैले यो श्रमदानको निमित्त पानी पनि ल्याउनु भएको छ होइन? पानीको व्यवस्था गर्ने ल पानी चाइनामा हो भनेदेखि सी जिनपिङको नाम लिन सकिन्छ र त्यही रफ्तारमा चाहिँ हामी गयौँ भने नहुने कुरो पनि छैन। त्यो हिसाबमा सबै नेपाली लागेका छन्। हर्क साङपाङज्यूको श्रम अभियानबाट नै देश बन्छ भन्ने कुरामा तपाईँ विश्वस्त हुनुहुन्छ? त्यसो भए यो त होइन, श्रम नगरिकन हुँदैन। जस्तो चाहिँ नि दक्षिण कोरिया होइन श्रम गरेरै त्यो भएका हुन्। संसारमा भनौँ न जति पनि देशहरू भएको छ त्यो भाषणले नारा जुलुसले मात्रै भएको होइन। र यो जुन एउटा चाहिँ सबभन्दा राम्रो विषय यहाँ के भएको छ भने यो अब चाहिँ नि कीर्तिपुरको एउटा युनिभर्सिटी कीर्तिपुर हाम्रो युनिभर्सिटी यो युनिभर्सिटीको एरियालाई चाहिँ हामीले एउटा ब्युटिफुल लभली ग्रिन एन्ड क्लिन के अरे गार्डन सिटी बनाउनु पर्छ। र यसभित्र चाहिँ नि सबै अब यो फडफडानी गर्ने मात्रै होइन कि यसभित्र झरनाहरू के अरे एउटा पार्कहरू बनाएर एउटा रेस्ट गर्ने ठाउँ रमाइलो गर्ने ठाउँ पनि बनाउनु पर्छ। यो किन एरिया धेरै ठुलो छ। यो त एउटा चाहिँ नि मान्छेको फेला नपरेर मात्रै हो। यो हर्क साङपाङको जो अभियान छ यसले गर्दा सफल हुन्छ जस्तो मलाई लाग्छ। धन्यवाद। तपाईलाई पनि थाहा छ हालसालै जेनजी आन्दोलन सम्पन्न भएको छ, त्यसबाट सत्ता पनि परिवर्तन भएको छ। हर्क साङपाङ जुन जेनजी पुस्ताले आन्दोलन सम्पन्न गरिसकेपछि सत्ताको बागडोर कसको हातमा दिने, नेतृत्व कसले लिने भन्ने सन्दर्भमा बालेनजीको नाम आएको थियो र बालेन शाहले अस्वीकार गर्नुभयो भन्ने कुरा आइसकेपछि हर्क सरको नाम आएको थियो। तर पछि हर्क सर
लाई चाहिँ त्यो पदमा उहाँलाई स्वीकार गरिएन र उहाँ फर्किनु भयो। के हुनसक्छ? हर्क साम्पाङ यत्रो श्रमबाट देश बनाउन सकिन्छ भन्ने योजनाकारलाई, कल्पनाकारलाई देशको नेतृत्व गर्न नदिनको पछाडि कसको हात रहेको हुनसक्छ तपाईँको विचार? अरे यो हर्क साम्पाङ यो नेतृत्व गर्ने अहिले समयको माग र देशको माग अनुसार, जनताको युवाहरूको माग अनुसार हर्क साम्पाङ असाध्यै चाहिँ नै लिडरसिप लिने खालको क्वालिटी भएको र योजना भएको मान्छे हुन्। तर अब अलिक इन टाइम भएन क्या, र अहिले त बुझेको छ अहिले हर्क साम्पाङ भए राम्रो हुने रहेछ भन्ने कुरा सबैले एउटा चाहिँ नै गुनासो गरिराखेका छन्। अब जहाँसम्म बालेन मेयर साहबको कुरा छ, उहाँ चाहिँ मलाई लाग्छ अब पब्लिक लिडर हो जस्तो मलाई लाग्दैन। मौकाबाजी अनुसार स्ट्याटस दिनुहुन्छ, लेख्नुहुन्छ, गर्नुहुन्छ। तर उहाँले त्यत्रो जनताले, युवा सर्कलले चाहिँ नि उहाँले आह्वान गर्दा पनि उहाँ चाहिँ नि अहिले कहाँ बस्नु भएको छ, के गरेर बस्नु भएको छ, त्यो कुरो चाहिँ नै अहिले मान्छेले खोजिराखेका छ। हर्क साम्पाङ पाउनु नै यो देशको निम्ति उहाँ नभइकन अरू मान्छेहरू, अरू नेताहरूबाट हुँदैन। हर्क साम्पाङज्यूले त बालेन शाहलाई लक्षित गर्दै स्ट्याटस लेखेर, कुनाबाट स्ट्याटस लेखेर मात्रै हुँदैन, फिल्डमा आउनुपर्छ, आउन चुनौती दिन्छु भन्ने टाइपका धेरै स्ट्याटसहरू लेख्नु भएको छ। के तपाईँलाई त्यो स्ट्याटसको कारण धेरैले हर्क साम्पाङको लेखाइ बढी भयो, यो अलिकति हास्यास्पद भयो भन्ने किसिमले ट्रोल बनाएको पनि देखिन्छ? तपाईँलाई के लाग्छ? लेखाइ एकदम ठिक कुराहरू छ। उहाँ अर्ग्यानिक बोलीको मान्छे हुन्। उहाँ जस्तो एउटा चाहिँ ठिक तरिकाले गएन भने देशमा परिवर्तन हुँदैन। अब मेरो जहाँसम्म बालेन मेयर साहबको कुरा छ, उहाँ वास्तवमा म अहिले पनि भन्दैछु, उहाँ पब्लिक लिडरको रूपमा तत्काल के अरे देशको समस्यालाई लिडरसिप दिन सक्नु हुँदो रहेछ। त्यसरी नत्रमा त्यत्रो चाहिँ नै युवा सर्कलले आह्वान गर्दा, जिन्जी भाइ बहिनीले आह्वान गर्दाखेरि अगाडिबाट त्यसरी त्यो गर्नु पर्थ्यो नि त। अबको विकल्प हर्क साम्पाङ मात्रै हो होइन, उहाँभन्दा अरू मान्छे खै देखिएन। र उहाँलाई हामीले सब देशवासीहरू भएर, सबै भएर जेनजी चाहिँ भाइ बहिनी मात्रै होइन, कि हामी जस्तो जेन एक्सहरूले पनि सपोर्ट गर्नुपर्छ। उहाँ नभइकन देश बन्दैन। किन हामीले हेर्यौँ नि त हजुर, अब जस्तो एमालेको, काङ्ग्रेसको, माओवादीको सबै कुरा के कस्तो गरेर बसेर छन् नेताजीहरू। काङ्ग्रेसले चाहिँ शेरबहादुर देउपाले कति पैसा राख्नु भएको छ, के अरे प्रचण्डजीले कति पैसा राख्नु भएको छ। प्रचण्डले झन् साह्रो जेनजीको आन्दोलन हुनुभन्दा 2 दिन अगाडि ट्रकका ट्रक पैसा उछारो भन्ने पनि चर्चामा आइराखेको छ होइन। अब यसले गर्दाखेरि ती माओवादीका कार्यकर्ताहरू, उहाँहरूको कार्यकर्ता, के अरे चाहिँ काङ्ग्रेसको कार्यकर्ताहरूले उनीहरूको नेतालाई भन्नु सक्नु पर्यो नि त, तिमीले गलत गरेर छौ, यसरी हामीले गुमराह बनाएको छौ, त्यसै देश विकास गर्ने पैसा तिमीले लुकाएको रहेछौ, त्यसले गर्दा यो नेता तिमीहरू नेताहरू ठिक छैनौ, तिमीहरू छोडिदेऊ, हामी अर्को तरिकाले देश बनाउँछौँ भन्ने कि त भन्नु सक्नु कार्यकर्ताहरूले। कि हामी पनि यी नेताहरू जस्तै हौँ, हामी त्यही काम गर्छौँ भनेर उनीहरू स्वीकार गरेर बस्नु पर्यो। यहाँ हर्क साम्पाङलाई मन पराउने पनि थुप्रै हुनुहुन्छ, मन नपराउने पनि थुप्रै हुनुहुन्छ। मन नपराउनेहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ? मन पराउने विकास नचाहने, जालझेल गर्ने, विदेशबाट आएको होस्, स्वदेश उठेको राजस्व होस्, के अरे हिस्सा गरेर खाने भ्रष्टाचारीहरू र देश विकास गर्न नचाहने र समाज बिथोलेर बस्ने र कहिलेकाहीँ जात-जातिको कुराहरू उठाउने अनि भ्रम पारिदिने, त्यसले गर्दा विकास निर्माणको कार्यमा सबै नेपालीहरू एकजुट हुन नदिनको निम्ति ती विरोधका कुराहरू गरे हुन्। हर्क साम्पाङको ठाउँमा बालेन शाह जानुभएर त्यसो गरिदिनु भएको भए कस्तो हुन्थ्यो होला होइन त? अनि उहाँ बालेन शाह भएको ठाउँमा हर्क साम्पाङ आएर कस्तो राम्रो र्याली, शान्ति र्याली बेलुका पनि आउनुभयो र कस्तो राम्रो हिँड्नु भयो, हामीले हेरिरहन्छौँ युट्युबमा कति राम्रो शान्ति र्याली। काम गरेर थाकेको बेला नाचिदिनुहुन्छ होइन, गीत गाएर रमाइलो गरिदिनुहुन्छ होइन। हामी सरानदारमा आउनु पायौँ, धेरै धेरै धन्यवाद। कस्तो खुसी लाग्यो। दमाई कामीको पनि पुगेका छन्, छेत्री बाल पनि पुगेका छन्, गरिबहरू पनि पुगेका छन् होइन। के समस्या सुकुम्बासीहरूलाई पनि उहाँ घर बनाइदिने, त्यो भने टिनको व्यवस्था मिलाइदिन्छु, टिनकोलाई बजेट। अब यहाँको त कस्तो भने लखेट दिने, अरू मेयरले लखेट दिने, तपाईँ हामी नै यहाँ जम्मा भएर हर्क साम्पाङ अभियानमा उहाँको नेतृत्वमा हामी जम्मा भएर चिन्जान हुने दुःख मौका पाइयो, सबै हामीमा लिएर काम गर्नुपर्छ। कसैलाई ठग्नुको लागि होइन, मान्छे बेच्नलाई होइन, देश बेच्नलाई होइन, बनाउनलाई हो, विकास
जनताको निम्ति राम्रो काम गर्नलाई तपाईँ सबै जम्मा हुनुपर्छ अब हाम्रो उमेरको मान्छेहरू पनि। ल है दिदी धन्यवाद। मिडियाकर्मी साथीभाइले पनि